घोडाले जहाँको पानी खान्छ त्यहाँको खानु, घोडाले दूषित पानी कहिले खाँदैन। बिरालो सुतेको ठाउँमा आफ्नो ओछ्यान लगाउनु, किराले छोएको फलफूल खानु, किरा बसेको च्याउ विषालु हुँदैन, निर्धक्कले खानु। जमिन मुनिका प्राणीले माटो खनेको ठाउँमा रुख रोप्नु, सर्पाले घाम ताप्ने पारिलो ठाउँमा घरको जग हाल्नु, चराले छहारी खोज्ने ठाउँमा कुवा खन्नु, चराचुरुङ्गी सँगै सुत्नु, उनीहरू सँगै उठ्नु, हरियो सागपात बढी खानु, जंगल जस्तै आँत दह्रो हुन्छ, पानीमा पौडनु, जीवन माछा जस्तै सलल बग्छ, आकाशतिर हेर्ने बानी गर्नु, सोच स्पष्ट र सफा हुन्छ।